जब फेरि माछा मार्न जाने कार्यक्रम चाहिँ त्यहाँनिर चाहिँ गाडी 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 गरे यता हेर्दैन यस्तो गर्दैन जानला हम माछा मार्न मतलब अब त्यो साथीलाई के हावा फर्न कि त्यो गर्न आँट्यो त्यही भएर अब रोँदै रोड जाने भइरहेको छ। अब यहाँनिर चाहिँ मेरो हातमा कोदालो छ अनि उता चाहिँ अघि नैको साथी छ गाडी 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 साथी हामीहरू चाहिँ अब चाहिँ माछा मार्न चलिसकेको छ। उहाँ चाहिँ कपडा सपडा चेन्ज गरिसकेको फेरि फोहोरो लगाइहाल्छ है फेरि अति लम्बा गलासी हुन्छ फेरि चलिसकेको छ बाटै बाटो रोदै रोड पेट्रोल पम्पतिर। अनि अब चाहिँ म त्यहीँ के अरे त्यहीँ ठाउँमा पुगेपछि देखाउँछु ल अब हजुरहरूलाई। अब चाहिँ ठाउँमा चाहिँ पुग्न लागेको छौँ यति नै हो। अब यहाँनिर चाहिँ मेरो अङ्कल चाहिँ पानी सानी भरिरहेको छ यसो तिर्खा सिर्खा लायो भने खानको लागि। अनि यो चाहिँ कुला हो अब यहीँ माछा मार्ने होला अब यतै कतै हेरेर। हिजो पनि आएको थियो होइन पाथ्यो कि नै एक पार पाथ्यो एक पार भन्नाले नि नेपालीमा के अरे एक छाप एक छाप पाथेर हिजो। अनि आधा आधा कतिको पाइन्छ हेरौँ। अब त्यो बुढीहरू पनि आइसकेको छन् त्यहाँनिर बुढी बुढु बजाइ 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 र के अरे बाजे बजाइ र बाजे आइसकेको छन् बजाइ आइरहेको छन् यहाँनिर। अनि बाजे चाहिँ त्यहाँ साइकल अड्डाइरहेको छन् भाइरल खाइदिउँ बुढी रुने भाइरल 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 हो जिबे यूट्यूब में पुग्बे भाइरल हो जिबे भाइरल थाई थाई छैन बजाइलाई भाइरल भनेको के हो थाहै रहन्छ यार थाइ। अब चाहिँ हिँडिरहेको छौँ अनि बजाइ चाहिँ पछि पछि आइरहेको हुनुहुन्छ ए आउनु भएन अहिले पछितिर आउँछन्। अब अङ्कल र मखुवा हो मखुवा अङ्कल र म चाहिँ हिँडिसकेको छौँ खेतैखेत। अब अङ्कल चाहिँ अघि अघि गइरहेछ म चाहिँ यहाँ कोदालो लिएर हिँडिरहेको अङ्कल चाहिँ माछा मार्ने बाल्टी र के हँसिया सँसिया लिएर हिँडिरहेको। अनि यहाँ फेरि अति त्यो छ यार घाँस 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 फुस तर ओइ रहन माईको छोरी पानी आइरह त उता तलतिर त्यही त तलतिर उता माथि तर धेरै पनि आयो यार के त हो ओइ रहन माईको छोरी माछा मार्ने ठाउँमा चाहिँ पुग्न लाहौँ। अब चाहिँ आमा यहाँ चाहिँ सानो सानो माछा छ नि सानो सानो माछा छन् यहाँनिर चाहिँ धेरै छन् थुप्रै छन् तर सानो सानो छन् यार तपाईँहरू देख्न सक्नुहुन्छ। यो क्यामेराले त्यति क्याप्चर गरेको होइन होला त्यही पनि जति देखिरह हेर्नुहोस् सानो सानो छन् धेरै छन्। अनि यहाँनिर चाहिँ ठुलो पानी आइरह अलि जयको पानी हो यो जय खोलाको पानी हो यो। अनि यहाँ चाहिँ थुप्रै छन् सानो सानो माछा कता जाने उता जान्छन्। अब चाहिँ होइन अब खोइ यार थाहा भएन। अब चाहिँ म चाहिँ माछा मार्ने ठाउँमा पुगेपछि देखाउँछु हजुरहरूलाई त्यही हो। अब माछा मार्ने ठाउँमा पुगेपछि देखाउँछु ल हजुरहरूलाई। A few moments माछा मार्न कार्यक्रम सुरु भइसकेको छ पानी सानी उल्चिरहन्। अब यहाँनिर चाहिँ बजाइ एक झोक माछा निक्लिसक्यो
उतेसम्मबाट एक जग निक्लिसक्यो यहाँनिर बनाइरहम हाम्रो थोरै छन् तर अझै पानी सुखाएन यहाँ राम्ररी सुखेपछि अहिले अझै राम्ररी देखाउँछु तर अब यहाँनिर चाहिँ हाम्रो पानी छ अहिले पुरै सुखेपछि अब देखाउँछु गाइज अब पानी चाहिँ सुकिसकेको थियो यहाँ चाहिँ मारिसकेको थियौँ भिडियो गराउन चाहिँ बिर्सिरहेछु म अनि त्यहाँ चाहिँ बुढीले माछा मतलब राखिराख्नु भएको हुनुहुन्छ अब यहाँनिर चाहिँ अर्को गड्डामा माछा मारिरहेको अनि उता चाहिँ भैलो खेल्न आहान देखिएन तर राम्ररी गाना चाहिँ सुनिरहेको हुनुहुन्छ तपाईँ पनि होला उता भैलो खेलिरहन अनि हाम्रो चाहिँ यहाँ माछा मारेर अब हेर मैले गाछ अब कतिको माछा देखिन्छन् यो चाहिँ भैली आहा देउसी भैलो उता चाहिँ आहा अब चाहिँ माछा निक्लिन्छ त्यही बेला भिडियो गराउँछु ल फाइनल माछा मार्ने भइयो अनि माछा चाहिँ यहाँनिर छ माछा चाहिँ देख्न सक्नुहुन्छ उठाओ फाइनली गाई छ माछा मारेर घरतिर जान लाग्नु त्यही माछा मारेको भिडियो चाहिँ देखाउन सकेन किनकि म पनि माछा छोपिरहेको थिएँ त्यही भएर अनि यहाँनिर चाहिँ माछा छ नि हेर्न सक्नुहुन्छ धेरै नै आधी डिलिया भन्दा अलि धेरै छन् सिद्रा पनि छन् अलि भोटी सोटी छन् अनि चर्ङाहरू भने अब घरतिर जान लाग्छौँ अब रातितिर देउसी भैलो आउँछ त्यसको पनि भ्लग गराउँदै आउँछु म फेरि अनि अब चाहिँ घर गएपछि अब यसो अब नुहाइ हुन्छ अब फेरि त्यसपछि ओके गाइज बाई बाई आजको भिडियो यो छ घर चाहिँ पुगिसक्यौँ अनि माछा चाहिँ यही हो माछा चाहिँ यही हो